नमस्कार, स्वागत छ तपाईँ सबैजनालाई आजको यस नयाँ लेक्चरमा। हामी क्लास 12 को बेसिक म्याथ अन्तर्गत रहेको क्यालकुलस भन्ने पोर्सनको चाहिँ डेरिभेटिभ भन्ने च्याप्टर पढिरहेका थियौँ। फर्स्ट लेक्चरमा हामीले बेसिक फर्मुलाहरू र बेसिक कन्सेप्टहरू कुरा गरिसकेका छौँ, जुन चाहिँ हामी यहाँ पनि हेर्न सक्छौँ। यी फर्मुलाहरू हामीले फर्स्ट लेक्चरमा कभर गरिसक्यौँ। अब हाम्रो यस लेक्चरमा चाहिँ हामी कभर गर्नेछौँ बाँकी रिमेनिङ फर्मुलाहरू, जुन चाहिँ मैले तपाईँहरूलाई हेर्न भनेको थिएँ। यदि हेर्नु भएको छैन भने फर्स्ट लेक्चर फलो गर्दा हुन्छ, त्यहाँ बेसिक फर्मुलाहरू हामीले डिस्कस गरिसकेका छौँ। अब यस लेक्चरमा केही चाहिँ हामी जस्तै कि इन्भर्सको फर्मुला, हाइपरबोलिकको इन्भर्स को फर्मुलाहरू र प्लस केही रिलेसनहरू, हाइपरबोलिकका केही रिलेसनहरू, यति दुई तीनवटा कुरा चाहिँ डिस्कस गर्नेछौँ र प्लस हामी एक्सर्साइजतर्फ पनि लाग्नेछौँ है त। सो लेट गेट स्टार्टेड। सबभन्दा पहिले हेर्न सक्छौँ हामी, जस्तै साइन इन्भर्स एक्स भनेको चाहिँ है यहाँ हामी साइन इन्भर्स एक्सको फर्मुला हेर्न सक्छौँ। साइन इन्भर्स एक्सको फर्मुला हाम्रो साइन 1/1 माइनस एक्स स्क्वायर हुन्छ भने जस्तै कस इन्भर्स एक्सको फर्मुला यदि हेर्ने हो भने यो भनेको हाम्रो यति हुन जान्छ -1/, सेम नै छ, माइनस हुने हो। त्यसरी नै यदि डेरिभेटिभमा चाहिँ हाम्रो सिम्पल डेरिभेटिभमा यदि क्वेसन सीबाट स्टार्ट हुन्छ भने त इन्भर्समा पनि त्यही नेगेटिभ हुन्छ भनेर हामीले पहिले डिस्कस गरिसकेका छौँ। त्यसरी ट्यानको हेर्ने भने 1 + x², जस्तै ट्यानको जस्तै याद गर्न पनि सजिलो, टी जस्तै देखिन्छ। यो हाम्रो यो प्लस भनेको टी जस्तै हुन्छ त 1 + tan² हैन। त्यसरी नै कटको यदि कुरा गर्ने हो भने जस्तै अब यहाँ कटको कुरा गर्ने भने कट इन्भर्स एक्सको त -1/1 + x², जे ट्यान छ त्यही भयो, खालि माइनस राखिदिनु पर्यो। त्यसपछि फेरि यदि सेकको हेर्ने हो भने यहाँ हामीसँग छ 1/(x) √(x² - 1). त्यसरी नै कसेकको पनि हाम्रो सेक र कसेकको सेम टु सेम छ, जस्ट नेगेटिभ साइनको चाहिँ हाम्रो यहाँ हेर्छ भने एउटा रिलेसन के छ भने जस्ट नेगेटिभ है त। यो हाम्रो कसेक इन्भर्स एक्स भनेपछि -1/(x √(x² - 1). यो फर्मुला हुन जान्छ। बाँकी अब त्यसरी नै यदि हामीले के भन्छ यतातिर इन्भर्स साइन इन्भर्स एक्सको हेर्ने हो भने हाम्रो के हुन्छ 1/√(1 + x², है। अब यो फर्मुलाहरू हामीले गर्ने भनेको एक्चुअलमा याद नै गर्ने हो है त। अब यसमा हामी केही लजिकहरू लगाएर कुनै पनि एउटा भनौँ न रिलेसनहरू युज गरेर यदि याद गर्न सकिन्छ भने धेरै राम्रो, नत्र भने हामीले गर्ने भनेको याद नै हो। अब साइनको फर्मुला 1 + x² भयो र कस इन्भर्स एक्सको फर्मुला भनेको त्यही हुन्छ 1/√(1 - x², है त। त्यसरी नै हाइपरबोलिकको है, यो सबै हाइपरबोलिकको रिलेसनहरू। यदि हाइपरबोलिक फङ्सन आयो भने र त्यसको इन्भर्स गर्नु पऱ्यो भने त्यसको लागि चाहिँ यो फर्मुलाहरू हामीले गर्ने हो है त। ट्यान हाइपरबोलिक इन्भर्स एक्सको फर्मुला 1/1 - x²। कटको हेर्ने भने त्यो नेगेटिभ भइदिन्छ हाम्रो, हामी हेर्न सक्छौँ यो हाम्रो नेगेटिभ 1/(x² - 1) है त, -1/(x² - 1). त्यसपछि फेरि यदि यसको सेकको कुरा गर्ने हो भने सेकको फर्मुला हाम्रो -1/(x √(1 - x²). कसेकको फर्मुलाको कुरा गर्ने हो भने -1/(x √(x² + 1). अब यहाँ पनि अब हाइपरबोलिक आउने बित्तिकै कट, सेक र कसेक नेगेटिभ हुन्छ होइन, रेसिप्रोकल्सहरू नेगेटिभ हुन्छ र बाँकी सबै हाम्रो पोजिटिभ नै हुन्छ र बाँकी यो फर्मुलाहरू हामीले याद गर्नुपर्ने हुन्छ है त। ल सो अब यसमा चाहिँ मैले भन्नुपर्ने खासै केही छैन, जस्ट यो फर्मुलाहरू चाहिँ हामीले याद हुनुपर्छ भनेर मैले यो राखिदिएको छु है त। र यो बेसिक कुरा नै हो, म्याथ्समा हामीले यो बेसिक कुराहरू नै बुझ्ने हो भने मात्र अलिकति हामीले गर्न सक्ने क्वेसनहरू गर्न सक्छौँ र सजिलै क्वेसनहरू सल्भ गर्न सकिन्छ है त। त्यसो भए ल जस्तै अब यहाँ हेरौँ, अब हामीसँग जस्तै नर्मल ट्रिगोमेट्री यदि हामीले पढेका छौँ भने साइन -x र साइन -θ भनेर हामीले पढायो, त्यो भनेको के हुन्छ -sin θ। त त्यसरी नै हाइपरबोलिकमा पनि यो रिलेसन एक्जिस्ट गर्छ। यदि यसैलाई चाहिँ हामी साइन होइन हाइपरबोलिक -x गऱ्यो भने यो भनेको -sin हाइपरबोलिक x हुन्छ है त। यो रिलेसन छ र केही रिलेसनहरू कहिलेकाहीँ चाहिँ हामीले एन्सरमा, फाइनल एन्सरमा योहरू राखेर हल्का सल्भ गर्नुपर्ने हुन्छ, त्यस कारणले बेसिक रिलेसनहरू हामीले। त्यसरी नै कस एक्स नर्मल, कस -x र कस -θ जसलाई भन्छौँ त्यो कस θ मात्र हुन जान्छ। त्यस्तै कस -x = cos x हुन्छ। हाइपरबोलिकमा पनि यो रिलेसन हाम्रो
कस हाइपरबोलिक माइनस एक्स भनेको पनि कस हाइपरबोलिक एक्स नै हुन जान्छ है त। त्यो बेसिकली यो फर्मुला भन्न सक्छौँ। अब जस्तै ट्रिगोमेट्रीमा हामीले यसको भनौँ न एनालोजी हैन, यसको जस्तै फर्मुला जुन देखाएको हुन्छ हामीले त्यो भनेको साइन स्क्वायर थीटा साइन स्क्वायर एक्स प्लस कस स्क्वायर एक्स इक्वल्स टु 1। तर यसमा चाहिँ हाम्रो ठ्याक्कै यसको उल्टो हुन्छ है त। साइन स्क्वायर एक्स प्लस कस स्क्वायर एक्स नभएर कस स्क्वायर एक्स माइनस साइन स्क्वायर एक्स इक्वल्स टु 1 हाइपरबोलिक मैले भन्ने खोजेको यो हाम्रो कस स्क्वायर हाइपरबोलिक कस हाइपरबोलिक स्क्वायर एक्स माइनस साइन हाइपरबोलिक एक्स स्क्वायर एक्स इक्वल्स टु 1 है। जस्तै अब यसमा पनि हामीले हेर्ने हो भने हाम्रो त्यहाँ चाहिँ के हुन्छ सेक स्क्वायर एक्स माइनस टेन स्क्वायर एक्स इक्वल्स टु 1। तर यहाँ ठ्याक्क के हुन्छ यो माइनस भएको चाहिँ हाम्रो यहाँ चाहिँ प्लस हुन जान्छ। यहाँ प्लस यो प्लस हुन्छ यहाँ माइनस हुन्छ, यहाँ माइनस छ भने यहाँ प्लस हुन्छ हैन। र त्यसरी नै यसको पनि हेर्ने भने त त्यहाँ हाम्रो ठ्याक्क कसेक स्क्वायर एक्स माइनस कट स्क्वायर एक्स इक्वल्स टु 1 हुन्छ। यहाँ ठ्याक्क उल्टो गरिदिने र जस्तै अब यहाँ चाहिँ हाम्रो के हुन्छ कट हाइपरबोलिक स्क्वायर एक्स माइनस कसेक हाइपरबोलिक स्क्वायर एक्स इक्वल्स टु 1 हुन्छ। ठ्याक्क उल्टो जुन चाहिँ प्लस यहाँ हुन्छ यहाँ माइनस हुन्छ, जुन यहाँ माइनस हुन्छ त्यो यहाँ प्लस हुन्छ है। जस्तै कि सेक र ट्यानको रिलेसन यहाँ प्लस हुन्छ र हाम्रो कसेक र कटको पनि माइनसै हुन्छ, तर कट अगाडि र कसेक पछाडि। नर्मलमा चाहिँ हाम्रो कसेक अगाडि हुन्छ र भयो। त्यसरी नै अब यसको हेर्ने हो भने त हाम्रो साइन 2a को फर्मुला या साइन 2x को फर्मुला भनौँ हाम्रो के हुन्छ 2 साइन एक्स इन्टु कस एक्स। र यही फर्मुला यहाँ पनि एक्जिस्ट गर्छ हाइपरबोलिकको लागि पनि। यो रिलेसन हामी याद गर्न सक्छौँ या युज गर्न सक्छौँ भन्ने है त। ल त बेसिक फर्मुलाहरू हामीले लेक्चर 1 देखि लेक्चर 2 मा पनि बेसिक रिमेनिङ फर्मुलाहरू डिस्कस गरिसक्यौँ र अब हामी क्वेसनतर्फ लाग्छौँ है त। एक्सरसाइज 12.1। सो ल यहाँ त पहिलो यहाँ यदि एकदम बेसिक क्वेसनहरू छ यहाँ र त्यही मैले लेक्चर नम्बर 1 मा पनि भनेको थिएँ कि त्यसमा हामीले यदि हाम्रो डेरिभेटिभ स्ट्रङ छैन भने हामी 11 क्लासको फेरि गएर डेरिभेटिभहरू गर्न सक्छौँ। केही प्र्याक्टिस गरी यदि हामी 12 क्लासमा छौँ अभियसली 12 मा छौँ हैन, त्यसको लागि चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि 11 को केही क्वेसनहरू सबै त गर्नु पर्दैन तर केही क्वेसनहरू प्र्याक्टिस गर्नु भने धेरै नै हेल्पफुल हुन्छ। ल सो अब एक्सरसाइज क्वेसन नम्बर 1 को ए को क्वेसन हेरौँ है त। यसको सोल्युसन गरौँ। अब हामीसँग यहाँ हेर्ने हो भने साइन हाइपरबोलिक 3x भनेको जस्तो सबभन्दा पहिला हामी के गर्छौँ लेट y इक्वल्स टु साइन हाइपरबोलिक 3x यो भयो। अब यसलाई के गर्ने डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु x अन बोथ साइड्स यो गर्ने। त्यसपछि यो के हुन जान्छ dy बाई dx इक्वल्स टु d साइन हाइपरबोलिक 3x बाई dx है। अब हामीले जस्तै के भन्छ यही हो कि यक्सँग केही कोएफिसिएन्ट आयो भने हामीले के गर्नुपर्छ डेरिभेटिभमा मल्टिप्लाई र इन्टिग्रेसन गर्नु पर्यो भने र यक्सँग केही कोएफिसिएन्ट आएको छ न्युमेरिकल कोएफिसिएन्ट आएको छ भने त्यसलाई डिभाइड गर्नुपर्छ। त यहाँ अब डेरिभेटिभ गर्दैछौँ त सिम्पली हामी यसलाई के गर्छौँ भन्दाखेरि 3 ले मल्टिप्लाई गर्ने र साइन हाइपरबोलिक x को डेरिभेटिभ के हुन्छ सिम्पली कस हाइपरबोलिक 3x और हाइपरबोलिक x हुने हो फर्मुला चाहिँ। जस्तै यहाँ चाहिँ हामीले कुन फर्मुला युज गर्यौँ भन्ने हो भने डेरिभेटिभ अफ साइन हाइपरबोलिक x त्यो के हुन जान्छ त कस हाइपरबोलिक x है त। यो फर्मुलालाई युज गरेर र यो झन् टु बी स्पेसिफिक भन्ने हो भने यो यदि यक्सँग जे आएको छ त्यसैले हामीले यहाँ मल्टिप्लाई गरेर यति हाम्रो एन्सर आउन जान्छ है त। त्यसलाई चाहिँ सिम्पली हामी 3 कस हाइपरबोलिक 3x हाम्रो एन्सर भयो है त। सिम्पल छ एकदम बेसिक क्वेसन हो यो केही खासै केही पनि थिएन। ल त्यसपछि अब अरू पनि हेर्ने हो भने जस्तै 1 को बी नम्बरको क्वेसन हेर्ने हो भने यहाँ हामीलाई दिएको छ ल त लेट y इक्वल्स टु tan हाइपरबोलिक x बाई 2 है। tan हाइपरबोलिक x बाई 2 यसलाई यदि हामीले डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु x अन बोथ साइड्स बोथ साइड गर्ने हो भने यहाँ चाहिँ हाम्रो के आउँछ त dy बाई dx इक्वल्स टु d tan हाइपरबोलिक x बाई 2 बाई dx हुन जान्छ है। ल त्यसो भए अनि
त्यसपछि यहाँबाट कन्टिन्यू गरौँ यसलाई। त यो भनेको हाम्रो अब फेरि के भयो त यक्सँग हाम्रो कोएफिसिएन्ट के आएको छ 1/2 र अब 1/2 र tan को हाम्रो के भन्छ डेरिभेटिभ tan हाइपरबोलिक x को डेरिभेटिभ के हुन जान्छ tan को sec हाइपरबोलिक स्क्वायर x tan को त्यो हुन्छ र यही भनेको हाम्रो एन्सर भ्यालु। यति नै छोडिदिनु भयो न त sec हाइपरबोलिक स्क्वायर सरी x/2 पनि हुन्छ स्क्वायर x/2 यो भनेको हाम्रो एन्सर हुन जान्छ sec हाइपरबोलिक स्क्वायर x/2 है त। त्यसरी हामी यसको पनि डेरिभेटिभ गर्न सक्छौँ। त्यो बेसिक छ एकदम बेसिक क्वेसनहरु खासै केही पनि छैन। जस्ट यक्सँग जी कोएफिसिएन्ट आयो त्यसलाई चाहिँ हामी के हुन्छ मल्टिप्लाई गरिदिनु पर्ने हुन्छ डेरिभेटिभमा है त। क्वेसनमा जाने भने हामीसँग छ क्वेसन नम्बर डी sec हाइपरबोलिक स्क्वायर 3x सोल्युसन लेट y इक्वल्स टु हामीसँग sec हाइपरबोलिक स्क्वायर 3x छ यति छ। अब यसलाई चाहिँ हामीले यहाँबाट डिफरेन्सिएटिङ विथ रेस्पेक्ट टु x अन बोथ साइड गर्न पाइयो बोथ साइड्स है। त्यसपछि फेरि dy by dx इक्वल्स टु डेरिभेटिभ अफ sec हाइपरबोलिक स्क्वायर 3x by dx है। ल त्यति हुन गयो। त्यसपछि अब हामी यसपछि हामी यहाँ हेर्ने हो भने ल अब यहाँ अब फेरि अब हामीसँग के छ त sec हाइपरबोलिक स्क्वायर 3x त हामीसँग भन्ने हो भने sec को फर्मुला छ हामीसँग फेरि है sec हाइपरबोलिक x को फर्मुला हामीसँग छ के हुन्छ sec भयो भने माइनस रेसिप्रोकल हो cos को त्यसकारणले र sec को हाम्रो के हुन्छ sec हाइपरबोलिक x इन्टु tan हाइपरबोलिक x है। यदि फर्मुलाहरू राम्ररी हाम्रो कम्प्लिट छैन भने हामी फर्स्ट लेक्चर फलो हेर्न सक्छौँ त्यहाँबाट बुझ्न सक्छौँ है। र फर्मुलाहरू याद गर्नुहोस् फर्मुला त याद गर्नै पर्छ यसमा बिना फर्मुलाको चाहिँ हामी यो डेरिभेटिभ गर्न सक्दैनौँ है त। त यो फर्मुला याद छ भने अब जस्तै यो हुन्छ तर यहाँ के छ यो हाइपरबोलिक x र यहाँ x भयो विथ रेस्पेक्ट टु x भयो भने यो फर्मुला आउनुहुन्छ तर यहाँ हामीसँग यहाँ के दिएको छ स्क्वायर त फेरि हामी चेन रुलबाट जानुपर्ने हुन्छ। जस्तै चेन रुलबाट जाँदाखेरि हाइपरबोलिक स्क्वायर 3x बाई डी sec हाइपरबोलिक 3x इन्टु डी sec हाइपरबोलिक 3x बाई dx गर्छौँ है त। ल अब यति गरिसकेपछि है यति यदि हामीले गरिसक्यौँ भने अब यो भनेको x स्क्वायर यो sec हाइपरबोलिक स्क्वायर 3x लाई के जस्तै यसको बेस र यसको बेस मिलाउने चेन रुल युज गर्यौँ तब बेस मिल्यो भने ठ्याक्कै यो यसलाई हामी यसरी ट्रिट गरौँ यो भनेको अब dx स्क्वायर भयो है। जस्तै बेस सेम छ भनेपछि यहाँ सिम्पल पावर रुल 2x मात्र हुन्छ 2 - 1 भने जस्तै यो ठ्याक्क हाम्रो यो बेस मिल्यो भने यो सिम्पल चेन पावर रुलबाट जाने हो 2 तल आउँछ sec हाइपरबोलिक 3x द्याट्स इट है। केही पनि सोच्नु पर्दैन सबै कुरा मिलेको छ भनेपछि सिम्पली पावर रुलबाट जाने। अब यसको डेरिभेटिभ गर्नु पर्यो 3 ले मल्टिप्लाई गर्नु पर्यो र sec को चाहिँ के हुन्छ इन्टु माइनस sec हाइपरबोलिक 3x इन्टु tan हाइपरबोलिक 3x है त। त्यसरी हामीले यसलाई यसको डेरिभेटिभ गर्न सक्छौँ। ल तब यहाँबाट हाम्रो के भयो 6 अनि माइनस पनि लेख्न मिल्यो sec हाइपरबोलिक स्क्वायर 3x इन्टु tan हाइपरबोलिक 3x यसको चाहिँ हाम्रो एन्सर भयो है त। त्यसरी हामी क्वेसन नम्बर डी पनि गर्न सक्छौँ। र त्यसपछि फेरि हाम्रो cos हाइपरबोलिक क्युब दिएको छ। अर्को नेक्स्ट क्वेसन नम्बरमा क्वेसन के दिएको छ भन्दाखेरि लेट y इज इक्वल्स टु cos हाइपरबोलिक क्युब 2x/3 है। त सेम त्यही स्क्वायर जस्तै भइहाल्यो पहिला त डिफरेन्सिएटिङ विथ रेस्पेक्ट टु x अन बोथ साइड गर्नु पर्यो बोथ साइड्स यो गर्नु पर्यो पहिलो कुरा। यो गरिसकेपछि हाम्रो के हुन जान्छ dy by dx इज इक्वल्स टु डेरिभेटिभ अफ cos हाइपरबोलिक क्युब 2x/3 डिभाइडेड बाई dx है त यो हुन जान्छ। अब यहाँ के हुन्छ फेरि अब चेन रुल लाउनु पर्यो बेस मिलाउनु पर्यो किन क्युबको हामीसँग फर्मुला छैन फेरि
है। हामीसँग फर्मुला भनेको जस्तै डेरिभेटिभ अफ कस हाइपरबोलिक एक्सको चाहिँ फर्मुला छ, मतलब एक्स र एक्स भयो भने यसको के हुन्छ त कस हो भने चाहिँ साइन हाइपरबोलिक एक्स। बेसिक फर्मुलाहरूको बारेमा हामीले पहिले डिस्कस गरिसकेका छौँ है त। ल त त्यसो भए अब यहाँ के हुने भयो त यसको चाहिँ कसको चाहिँ फर्मुला छ तर क्युबको छैन। त क्युबको छैन भनेपछि हामी के गर्नु पऱ्यो, यहाँ चाहिँ फेरि चेन रुलबाट जानु पऱ्यो। चेन रुल, अब चेन रुल भनेको के हुन्छ त यसको चाहिँ बेस के छ त कस हाइपरबोलिक 2x/3। यो क्युब एक्सको जे बेस छ त्यसैलाई चाहिँ त्यहाँ थप्ने, फेरि यहाँ जे कस हाइपरबोलिक 2x/3 dx है। ल टक्क यो एक्स छ भने यो बेस यहाँ पनि एक्स आयो। त भनेपछि यहाँ क्युबको बेस हाम्रो कस हाइपरबोलिक 2x/3 छ, त्यहाँ पनि हामीले कस हाइपरबोलिक 2x/3 गरेको है त। र बाँकी यसलाई ब्यालेन्स गर्न यहाँ राख्नु र बाँकी dx त छँदैछ। त यसको फेरि पावर रुल लाउने हो। पावर रुलले के भन्छ, पावर तल ल्याऊ पावरबाट 1 घटाऊ भनेपछि 2x/3 र कसको यहाँ हाम्रो अब 2/3 पनि आएको छ भने मल्टिप्लाई गर्नु पऱ्यो डेरिभेटिभमा, कसको साइन हाइपरबोलिक 2x/3 है त। अब यसको चाहिँ 3 र 3 लाई काट्न मिल्यो, त्यहाँ हाम्रो बाँकी के रह्यो, त्यसलाई चाहिँ हामी 2 साइन हाइपरबोलिक 2x/3 इन्टु कस हाइपरबोलिक स्क्वायर 2x/3 भयो। र यसैले हामी 2 साइन इन्टु एउटा कस हाइपरबोलिक लिने भने यसलाई 2 साइन हाइपरबोलिक 2x। त 2x मतलब 2a को फर्मुला लाउँदैछ भनौँ न, साइन 2a को। त यो भनेको दुईटालाई मिलाएर हाम्रो यहाँ के हुन्छ 2 टाइम्स 2x/3 अनि एउटा कस हाइपरबोलिक हाम्रो 2x/3 एज इट इज रह्यो। त यहाँबाट के हुन जान्छ 2 साइन हाइपरबोलिक 4x/3 इन्टु कस हाइपरबोलिक 2x/3 हाम्रो एन्सर भइदिन्छ है त। यहाँ चाहिँ मैले के गरेँ भन्दाखेरि हाम्रो साइन 2x को फर्मुला, सिम्पल फर्मुला पहिला म भन्छु, त्यो 2 साइन x इन्टु कस x हुन्छ, यो हाम्रो फर्मुला हुन्छ। र हाइपरबोलिकमा पनि यो हाइपरबोलिकको लागि पनि यही फर्मुला एक्जिस्ट गर्छ भनेपछि मैले यहाँ के गरेँ 2 अनि साइन हाइपरबोलिक x भनौँ र कस एउटा चाहिँ यहाँबाट लिएँ। त त्यसलाई हामी साइन 2a लेख्न मिल्छ, सरी यो चाहिँ लेख्न पाइँदैन, यो चाहिँ भएन, यो 2 त हाम्रो फर्मुलामा गइसक्यो। त साइन हाइपरबोलिक 2 अनि एङ्गल जे थियो त्यो त साइन 2a को फर्मुला, या साइन हाइपरबोलिक 2a को फर्मुला र एउटा चाहिँ यो बाँकी रह्यो। त्यसपछि यो हाम्रो 2 टू जा 4x एङ्गलमा छ भनेपछि लेख्न पाइयो र यो भनेको एज इट इज। त्यसरी रिमेनिङ हामी यसरी गर्न सक्छौँ है त। सो आई होप यो बुझ्नु भएको होला। त्यसरी नै कस हाइपरबोलिक इन्भर्स x/3 छ हाम्रो। कस हाइपरबोलिक इन्भर्स ल त फेरि हामीसँग एफ नम्बर छ। एफ नम्बरको सोल्युसन हेर्ने हो भने लेट y इज इक्वल्स टु हामीसँग कस हाइपरबोलिक इन्भर्स x/3 डिफ्रेन्सिएटिङ गर्नु पर्यो, डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु x अन बोथ साइड्स गर्नु पर्यो। उसको डेरिभेटिभ dy/dx d cos हाइपरबोलिक इन्भर्स x/3/dx है। अब यसलाई पनि के हुन्छ त यहाँ पनि अब हाम्रो हेरौँ कस इन्भर्स अनि x/3 त यक्सँग के आएको छ कोएफिसिएन्ट 1/3 त्यो लेख्नै पर्यो। त्यसपछि अब हामीले के गर्नु पर्यो त d cos इन्भर्स x को चाहिँ सरी हाइपरबोलिक कस हाइपरबोलिक इन्भर्स x को चाहिँ फर्मुला लानु पर्यो, जुन चाहिँ यहाँ जस्तै हामी यहाँ हेर्न सक्छौँ कस हाइपरबोलिक इन्भर्सको फर्मुला हामीसँग के छ त यही फर्मुला आइदिउँ ल। त यहाँ चाहिँ 1/√अंडर कस हाइपरबोलिक इन्भर्स x को फर्मुला हाम्रो 1/√अंडर x²। त यहाँ x भनेको हाम्रो एङ्गल हो। त एङ्गल के छ x/3 को होल स्क्वायर x² - 1 है त। त्यसरी हामी यो फर्मुला लाएर यहाँबाट गर्न सक्छौँ। त 1/3 1/√अंडर x² - 1 त्यसपछि यसलाई हटाइदिउँ, मैले यसको काम छैन यहाँ हामीलाई। ठिक छ, हेरौँ त्यसपछि यसको चाहिँ अब हाम्रो के हुन जान्छ त 1/3 अनि इन्टु 1/x² - 9/9 √अंडर यो हुन जान्छ। त 1 बाई यसैलाई हामी 3
अनि अब खासै यसलाई सल्भ त केही गर्नै मिल्दैन हैन। या बढीमा अलिकति सल्भ गर्ने भनेको एक्स स्क्वायर माइनस 9/3 यो गर्न मिल्छ। यो 3 र यो 3 लाई क्यान्सल गर्यो भने हाम्रो रिमेनिङ रहन्छ यहाँ चाहिँ हाम्रो 1/√x² माइनस 9 यो भनेको हाम्रो के भयो एन्सर। त्यसरी हामी 1 नम्बरको सबै क्वेसन यसरी गर्न सक्छौँ र बेसिक डेरिभेटिभ हो र यहाँबाट हाम्रो आयो भने पनि क्वेसन भनेको 2 मार्क्सको क्वेसन आउने हो है त। 12.1 को क्वेसन नम्बर 1 हामीले सकिसकेका छौँ र आजको यस लेक्चरमा चाहिँ हामी यति नै गर्नेछौँ। फेरि आउँदो लेक्चरमा चाहिँ हामी यसको क्वेसन नम्बर 2 एक्सरसाइज 12.1 को क्वेसन नम्बर 2 गर्नेछौँ। थ्याङ्क यू सो मच फर वाचिङ।